एभ्रिवान गाइस, यहाँ हामी चाहिँ किचनबाट स्टार्ट गर्दैछु होइन, किन भन्दा म चाहिँ भर्खर ड्युटीबाट आएको एन्ड इट्स 10 PM, मतलब अहिले चाहिँ रात परिसकेको छ। अन्त बुढीले चाहिँ एकदम के बनाउँदैछ, ध्यान दिएर बनाउँदैछ। के बनाएको बुढी आज? यो बैगुन भाजा, यो फ्राइज स्माइली फ्राइज हाँसिरहेको छ। हेर्दा डर पो लाग्छ त। अनि यहाँनिर उसले बनाउ अब के भयो फेरि? धनिया पत्ताको पकोडा बनाइदिनु अरे। किन धनिया पत्ता? किनभने अबिले उयो खाँदैन नि त, बैगुनवाला। बैगुन चाहिँ मलाई हुन त मलाई खाँदा त केही हुँदैन कि, तर त्यो खाँदिनँ भनेर कन्टिन्यू कति भयो कि मनै पर्दैन अचेल त। त्यही भएर त मैले यो बनाइदिनु। यस्तो उयो नै लाग्दैन। अच्छा, धनियाको उयो बनाइदिनु आँटेको। अनि गाइस, तपाईँहरूलाई म देखाउन चाहन्छु हाम्रो यहाँ डरलाग्दो उयो देखाइदेऊ न। सेफ हाम्रो सेफले के गर्दैछ यहाँ? नानी भएपछिको जर्ती तल आफ्नै धुनमा गयो। अब यहाँ खेल्दैछु होइन, क्यामेरा रिकर्ड गर्नु चाहिँ यसो फेरि चुप्पो लागेर खेलेको 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 अहिलेदेखि फेल हुन्छ क्या अबि, म त कहिले बनाएको छुइनँ त्यस्तो त। गयो गएको हेर न, लिएर धेरै गएको यहाँ चाहिँ बनिँदैछ फेरि हो उयसको पकोडा। यस्तै हुन्छ होला नि बुढो? त्यस्तै हुन्छ होला। मैले त कहिले बनाएको छुइनँ होइन। के को अरे? यो धनियाँ पत्ताको पकोडा। ला बेटो त गयो नि, टार्गेट के थियो कुनि, उसले के गर्नु खोजेको हो कुनि देख्नु भयो यसको चल्ला कि किन ल्याएको बेटा? यहाँ खेल्नु मन लाग्यो? खेल डिस्टर्ब गरिदिनु, खेल ल। एक हातले बोकेर घिस्किँदै खेलेको उसले आफ्नो खुसीले खेल्नु दियो भने खेलिबस्छ है। बाबु थिरी गर त, थिरी वाउ गर त बाबु, वाउ गर न एकपल्ट। खै त्यो मलाई वाउ गर त बाबु। उसको मुड अहिले अर्कै जोनमा छु। सबै त्यहाँ माथि राख्नु फेरि त्यति बेला उसको एउटा आदत चाहिँ के राम्रो छ भन्दाखेरि खाना खाँदैछ